guys, welcome back to my YouTube channel. Hello. We are in Jungle. Shivapuri National Park. अब हामी चाहिँ अब यसो अगाडितर्फ जाँदैछौँ. गर्मी चाहिँ लास्टै भयो है. गर्मी त धेरै छ धेरै. गर्मी चाहिँ अलिकति धेरै भयो. मेन कुरो भनेको आज ढिलो गर्यो भने यो मान्छेले एकदम ढिलो गरेको भनेको भन्दा नि गाडीले एकदम ढिलो गरेर मान्छे यही हो हैन. हाम्रो काभ्रेली सम्धि हो, निकनेम काभ्रेली सम्धि. हाम्रो मिजु यहाँ गर्ने टुवा परिसकेको चाहिँ एकदम हाम्रो नानीहरु एकदम. र हामी अब हिँड्दैछौँ अगाडिबाट. हाम्रो नानीहरु राखन कहाँ गए? गन्तव्य टाढै छ. अलि टाढै छ. नेशनल पार्कतिर घुम्ने यस्तो हाइकिङ गर्ने भन्ने हो हाम्रो चाहिँ. हाइकिङ गर्ने भने त हाइकिङकै हो. हाइ भन यस्तो पनि हाइकिङ हुन्छ. जो रमाइलो छ गाइजहरु, गाइजनी गोरुजहरु. ए रमाइलो छ. तपाईहरु पनि आउनु होला. एकदम रमाइलो छ ठाउँ. तपाईहरु पनि आउनु होला एकचोटी. तर मेन हाम्रो डाइरेक्टिङ म्यानेजर भनेकै उयो हो, पशुपति सर हो. यहाँ डाइरेक्टिङ म्यानेजर एकचोटि डाइरेक्टिङ म्यानेजर सोनल सर हाम्रो नानीहरू हराएको छ. उयो नानी हरायो अरे. नानीहरू हरायो. अब हामी यहाँ भर्याङ चढ्दैछौँ. हेर्नुहोस्. ओ माई गॉड. अब उकालो चढ्नुपर्छ. तपाईँलाई के कस्तो हुन्छ हामी भन्दै जान्छौँ. हामी सर्टकट जानुपर्छ. अब के कस्तो हुन्छ हामी भन्छौँ. हाम्रो नानीहरू म चढ्न सकिनँ गाइज. मैले देखाइसकेको छ. म जान्छु नि माथि. हो ल हेर्नु एडभेन्चरहरू हाम्रो केटाहरू बादर जसरी चढा छ. सरी गाइज, म चाहिँ चढ्न सकिनँ. म चाहिँ फेरि अर्को बाटो आउँदैछु यताबाट. यस्तो सजिलो बाटो आउँदैछु. चढ्न सकिनँ म चाहिँ. धेरै गाह्रो भयो मलाई. त्यही भएर हामी हिँड्दैछौँ. ल हामी हिँड्दैछौँ. सोनाले तातिएको छ अब यो मान्छे. ल हामी फरवार्ड हुँदैछौँ. के कस्तो हुन्छ तपाईँलाई भन्छु. ल यहाँ हाम्रो रेस हुँदैछ. साथीहरूको रेस हुँदैछ. हेर्नु कसले जित्छ. अब जङ्गलको ठाउँमै एडभेन्चर त हुनु पर्यो. अब मेरो साथीहरू यहाँ एडभेन्चरको लागि हेर्नु यहाँ रनिङ कुद्दैछन्. यो फेरि बाउ छोरा है. फेरि यो बाउ छोरा हो. ल छोराले जितेको छ, बाउले हारेको छ. ल बाउपट्टि जाउँ हामी एकचोटि. एकचोटि हेर्नु हाम्रो खतरनाक एकदम. बापी होता होइन रहेछ त्यो. कावतलाई फेल खाइदियो केटाहरूले यार. ल एकदम राम्रो छ. अहिले शान्त वातावरण, शीतल भएको छ. हामीलाई सजिलो भएको हिँड्नलाई. अब यतिको चाहिँ हुनु पऱ्यो होइन. सोनल सर सँग एकचोटि फेरि अन्तर्वार्ता लिउँ. सोनल सर के भन्न चाहनुहुन्छ? आज कस्तो फिलिङ भइरहेको? कङ्ग्रेचुलेसन रे. बिचरा उसले टाइगर बिस्कुट ल्याउने. ल गाइज हामी यहाँ आइसकेको छौँ. अब यहाँनिर अब हेर्ने हो हामी चाहिँ कता जाँदाखेरि ठिक हुन्छ भनेर. अब हामी चाहिँ हजुर लेफ्ट साइडपट्टि जाँदैछौँ. ल हेर्दै जानु होला के कस्तो हुन्छ. तपाईँहरूलाई हामी देखाउने छौँ. जाउँ केटा, जाउँ 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 जाउँ.
एन्ड सबैलाई सन्चै होला ल ल गाइज अब यहाँ टार्जन खेल्दैछ यहाँ टार्जन हान्दैछ यहाँनिर ल टार्जन खेल्न आज हाम्रो यहाँ फेरि टार्जन हो कि रमाइलो भइरहेछ यतिको चाहिँ रमाइलो हुनुपर्छ है केटाहरूसँग आएर ठिक छ रमाइलो भयो अहिले चाहिँ हामी एकदम निरन्तर हिँडिरहेको छौँ अब तपाईँको जोस् ठन्डा छ राम्रो छ मौसम चाहिँ अहिले जे होस् होइन जोस् राम्रो छ अब तपाईँहरूलाई हामी देखाउँदैछौँ जङ्गलको एडभेन्चर्स ल वाटरफल हेर्नु होला वाटरफल ल गाइस फेरि आइसकेको छौँ हामी एडभेन्चर्समा फेरि हामी आइसकेका छौँ अनि त्यसपछि अब लगभग पिकमा आउन थालिसक्यो हामी राईमाझीलाई के रिस उठ्यो भने बिहान फोटो खिच्न पाइएन पिकमा आइसक्यो अब यहाँ हामी एउटा बौला भन्ने हाम्रो यही हो कोने कहाँ चाहिँ आयो अरे ल फेरि हामी अब अगाडि मुभ अन हुँदैछौँ के कस्तो हुन्छ तपाईँलाई फेरि भन्नेछौँ ल ल ल गाइस के अरे बफेलो रोड यो बाटो के अरे यो चिम्पान्जी चिडाखानबाट चाँडै छुटेको चाँडै छुटेको अरे अन्त जरामा झुम चाहिन्छ अझै टाढा छ है इट इज भेरी गुड भेटियो ल ठिक छ हामी अब आधा जति आइसकेका छौँ अब हामी आउँदैछौँ उसको मिजुको पाइन्ट खुसिँदैछ अनि यहाँ हाम्रो म्यानेजिङ डाइरेक्टर हुनुहुन्छ त्यसै गरी ल हामी अगाडि बढ्दैछौँ हेरौँ गाइस ल अब अलिकति हामी खाजा खाएर अब फेरि हाम्रोमा फेरि जङ्गलमा जिङ्गलाला हुरहुरवाला सिकारी नम्बर 1 भने देखाइदेऊ न सिकारी नम्बर 1 अनि हामी यो झर्ना निरेछौँ लड्दा कस्तो फिल भयो के भएन दुखामा भन्दै त्यो 200 एउटा भनेले 4 लाख ए जम्मू उड्यो हेलो म स्प्राइट वाला हामी त्यस्तो नर्मल हो हामी सबै साधारण हामी स्प्राइट खान्छ जल्दी खा जल्दी दे दो स्प्राइट मुझे ब्रेक हामी मुनि झर्दैछौँ अब चाहिँ हामी फेरि अगाडितर्फ बढ्दैछौँ एकछिन बसेको विश्राम गरेको थके लाएर अलिकति अनि खाजा खाएर हिँडेको अब तपाईँहरूले खानुभयो होला हामी चाहिँ अब हिँड्नेछौँ
बाटो कस्तो छ भने तपाईँलाई यस्तो देखाउँदैछु। टुप्पोबाट आउँदैछौँ हामी चाहिँ, टुप्पोबाट आउँदैछौँ। अब एकछिन केटाहरूलाई पनि देखाइदिउँ। अब हामी मुनितर्फ जाँदैछौँ। यस्तो बाटो हो। वेलकम ब्याक टु गाइज। हामी चाहिँ अब वसुन्धरातिर जाँदैछौँ, वाटरफलतिर। एकदम थकित भइसक्यो। यहाँ एउटा हाम्रो साथीहरू छन्, आउँदैछन्। अर्को वहाँ मुनि छ, हामी हिँड्दैछौँ। अलि गाह्रो छ, एकदम ठिक छ, राम्रो भाइब्स आइरहेको। म यता छु गाइस, थाकेर अनि मर्ने बेला भइसक्यो। रमाइलो छ अलि। त्यो हाइकिङ गर्न रमाइलो भएको छ, अरू जे भए पनि एकदम रमाइलो छ। साथीहरू आउँदैछन् हाम्रो। गाइस ल हामी झरनातिर तर्फ जाँदैछौँ र झरनातिर अब आउनु थालिसकेको छौँ। लगभग आधीभन्दा धेरै आइसकेको छ गाइस। धेरै स्ट्रगलिङ पछि आइयो। ल हेर्नु एकचोटि हामी कहाँबाट हिँडिरहेको छौँ। ल हेर्नुहोस्, ल हेर्नुहोस्। हामी लगभग कति बजी हिँड्यो भने 10 बजी हिँडेको, अहिले 2 बज्यो। 2 बजेतिर भइसकेको छ। हामी झरनातिर आउँदैछौँ होइन। अब लगभग झरना आउँदैछ। केटाहरू कस्तो लागिरहेको? एकदम राम्रो, धेरै राम्रो भइरहेको छ। प्रतीक्षाको फल मिठो भन्छन् हो रहेछ गाइस। कस्तो सर कस्तो भइरहेछ? ल एकदम दामी भएको छ। तपाईँहरू पनि आउनु होला र युट्युबमा लाइक सब्सक्राइब गरेर च्यानललाई फलो गर्नु। यो चाहिँ मेरो फर्स्ट भ्लग हो होइन। यदि केही बिग्रेको छ भने, केही कस्तो छ भने त्यसको लागि हामी एक्सट्रिमली सरी होइन त्यसको लागि। र नेक्स्ट टाइम अझै योभन्दा इम्प्रुभ हुन्छ। हजुरको माया र साथ चाहिएको छ। र अब हामी जाँदैछौँ। एकदम रमाइलो हरियाली छ, एकदम पिस छ। हजुरहरू आउनु होला एकदम। र हामी अब झरनातिर पुग्न थालिसकेका छौँ र हामी तपाईँहरूलाई एकछिनमा देखाउनेछौँ। फाइनली हामी आइसकेको छौँ वाटरफलमा। वाटरफलमा हामी आइसकेको छौँ। वाटरफल ल गाइज हामी चलिदिएको होइन। हामी यो झरनासम्म गयो। अब हामी घरतिर लाग्दैछौँ। होप यु आर गाइज आर इन्जोय होइन। अब केही कसो गल्ती भयो भने माफ गरिदिनु होला र सपोर्ट गरिदिनु होला, सब्सक्राइब गरिदिनु होला। धन्यवाद।